पूजाको भाँडा मात्ने यो यसले मैला त जाने कति असर गर्छ होला है यसले के है यसले माझेपछि फेरि पानीले भेज्यो खै सरफ उता बाथरुममा यता त छैन खुल्लै बाउले राख्नुहुन्न के हो जस्तो कसरी आउँदो रहेछ आउँछ पानी धेरै जान्छ होला है खोइ पानी त आफूले बाल्टिनले हालेको भन्दा कम जान्छ नि भन्छ के अरे दोकानेले के थाहा के अरे बेला बेलामा बाल्टिनले नहाली हुँदैन कि हो जमेर बस्छ त अनि बाल्टिनले एक बाल्टिन खट्टा हालेपछि बल्ल सफा हुन्छ गनाउनु पनि छोड्छ गनाउनु है पहिला त त्यस्तो गनाउनु जस्तो लाग्यो गनाएको नि पहिला पनि के नगनाउनु झन् भित्र गएर नि घरभित्र कति समस्या थियो पहिलाको टोइलेटमा त अहिले बरु अलि उयो भयो बाहिर भयो पो गनाए पनि घरभित्र त गनाउँदैन यो यसलाई केले भिज्छ त्यसको थियो त यो हो त्यो घरमै बनाउँदो रहेछ मान्छेहरूले यस्तो पिताम्बर पर ठुलोमम्मीहरूले त आफै बनाउँछ ठुलोमम्मी भेट्न जाने कि कहिले जहिले गए पनि आज गए पनि भोलि गए पनि यो पर्दैन गयो नजाने यो रङको सबै दाग लागेको नि पछि सबै लागेको स्टिक झुसले भोटेहरू जान्थ्यो कि भइरहेको छैन हामी किन पो घोटिरहनु पर्यो होइन र के अरे मान्छे कोठाहरू किन ठुल्ठुलो मलाई लागेको कि त्यत्रै हो कोठा त त्यत्रै हो नि पूजा कोठा चाहिँ फेरि उ गरेको नि के अरे लेबलमा ल्याउनुलाई अरू सराएको लेबलमा ल्याउनुलाई मुनि ढलान गरेको नि फुटाएर पूजा कोठामा चाहिँ धेरै तल रहेछ रे के त्यो दुईटा कोठा भन्दा